शपिङ गरेर आइमा नि झोला ल्याउन बिर्सेको थियो के भने तर when there is a will there is a way भने जस्तै झोला यही त छ नि किन एक्स्ट्रा 50p 20p खर्च होइन ब्यागमा के भन्छ तिमी भन त झोला ल्याएन भने भन्थ्यौ झोला ल्याइरहेको रहेछ सँगै केरा पनि राखिदिउँ त्यही lovely weather छ है ब्ल्याकपुलमा not too cold not too windy perfect the perfect girl look at the smile damn where did you get that from what where did you get that your smile it's so pretty जेलबाट बाहिर आउनु भयो त अनि जेलबाट हो र जेलबाट आएर बाहिरै जेलबाट बाहिर आउनै guys हामी चाहिँ घर आइसक्यौँ and now Saif is gonna make food for us. Saif Sumi, say hi. अहिले चाहिँ ऊ भाँडा माझ्दैछ हिजोको सबै भाँडा मैले माझ्सकेँ यो बिहानको खानाको भाँडा चाहिँ अब उसले माग्न आएको बिहान चिया बनाएर दिइदिएको उसलाई चाहिँ म मिल्क सेक बनाउन आँटेको यहाँ बेनाना मिल्क सेक बनाउन आँटेको अनि पर्क चप छौँ we're gonna eat fat pork curry today. This is a cute kitchen. Cute girl, the cute little kitchen. Check it out. Check it out, guys. Pack this way, mito mito. Pakka. Dharani stana. Dharani bangur. Dharani sangur. No dharani. हाम्रो कस्तो पश्चिमको स्टाइल पूजा पश्चिम होइन नि हो नि त नेपाली स्टाइलमा भन् न नेपाली स्टाइलमा भने anything like Purva, anything like Paschim. We are Nepali. मलाई पनि थाहा छैन मलाई पनि थाहा छैन Saif तो मारने बोल रहे कस्तो मिठो हुँदा र हेर्दै मिठो छ अभी रसिलो सरी हेर्छ यार मलाई त थर्काउँदै के गर्नु मिठो छ चिया मैले तताइदिएको तताइदिएको होइन त मैले तर यहाँनिर गयो अहिले जिन्जर गार्लिक पेस्ट मैले पिसेको चलाइ हेरौँ न चलाइले नि फरक पर्छ नि त साथी हो होइन कहाँ अनि यस्तो जग्गा तपाईँले सक्दैन फेरि सक्छ कसैले सक्त हाइजिन पनि हुनुहुन्छ केही गर्नु त्यही हात धुइहाल्नु एकदम भेट हुँदा हाँसी बोल किन लाज मयाले Now I'm gonna show you outside of this pretty house बाहिर पनि दामी छ है ब्ल्याकपुलको घरहरू British flag flying high बेरी आए पटुकीमा मकै भट अमायाले छेकेर उताबाट कहाँ आउँछ त Wow, look at that. Wow, look at that. It's finger licking good. Wow. अब अहिले त्यो खोल्दाखेरि कस्तो आउँछ अहिले म देखाउँछु है Check it out guys, stay tuned. हामी चाहिँ उता खाना खाएर आएर अब मुभी हेर्न जान लागेको कुन मुभी हेर्न जान लागेको रे
भन न हट आइज कुन मुभी हेर्नु न हट आइज यतिकै ऱ्यान्डम मुभी हेर्न जानु लागेको अघि चाहिँ हामी खानाहरू खायो यताउता गऱ्यो भ्लग बनाउनु नै बिर्सिएछ किनभने आई वाज सो टायर्ड म चाहिँ एकदमै टायर्ड थिएँ म देखिरहेको छु म चाहिँ टायर्ड थिएँ त्यही भएर भ्लग बनाउनु बिर्सेछ भर्खर सम्झेँ सम्झिरहन्थेँ चाहिँ भर्खर बनाउनुलाई हो हजुरले मलाई एकदम सम्झाउनु अनि मेरो दिमाग नै हजुर हो अनि अब चाहिँ हामी चाहिँ मुभी हेर्न जान लागेको होइन अहिले चाहिँ एकछिन चाहिँ उता डग साइड घुम्न जाने हो दिनभरि चाहिँ उसको नै बिर्सेछ कि डग भनेको डग होइन के डग डियुसिके होइन कि डियुसिके हो त्यो डग साइड डियुसिके होइन र डियुसिके हो के ल जे भयो पनि जे साइड भयो पनि हामी हेर्न जान लागेको ए हाजु हामी चाहिँ डग साइड जान लागेको मुभी हेर्न आएको यो चाहिँ अलि छिटो आयो क्या हामी त्यही भएर यसो घुम्नको लागि जान लागेको उतातिर अनि चाहिँ बिर्सेछ भ्लग बनाउन अब चाहिँ उता गएर घुमेर आएर अनि ठ्याक्क उता घुमेर आउँदाखेरि चाहिँ उता आएर चाहिँ मुभी हेर्न टाइम ठिक्क हुन्छ अरे यताबाट जानु उताबाट त बाटो नै छैन केही भन्नु मन छैन हजुरलाई छ धेरै कुरा भन्नुहुन्छ मैले एकदम टायर्ड छु क्या बुझेनौ हिजो त्यत्रो सामान उठाउँदाखेरि नि कति धेरै सामान थियो त भन्नु तिम्रो हिजो चाहिँ म घर सरेको रुम सरेको भनौँ न अनि यस्तो यता 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 सब दुखिरहेको छ यस्तो धेरै सामान बोकेको कति धेरै थियो कति धेरै थियो फेरि 2 ट्रक थियो बाटोमा यो त जहाँ पाइ त्यो बाटोमा सबैले चिनाउँछ नि मलाई बाटोमा हिँड्यो भने त नि मलाई नि अरे तपाईँ त त्यो होइन एउटा सेल्फी भन्छ नि बाटो हिँड्नलाई नै बनाएको हो भन्नु न हामी चाहिँ अहिले डग साइड जाँदैछु डियुसिके होइन डियुसिके डग साइड हो डियुसिके डग साइड हो दिनभरि चाहिँ कस्तो बिर्सेछ कि रिग्रेट भयो नि अब चाहिँ रिग्रेट हुँदै होला होइन तँलाई मलाई चाहिँ भइरहेको छ कस्तो Whenever I'm with you, I never regret. हामी चाहिँ आज चाहिँ वेदर कस्तो छ भन्दै न अनि पनि भन्न आजको वेदर चाहिँ दामी थियो होइन बाहिर जाम भनेको कोही कोही दिनभरि सुते बिचरा थाकेर को सुत्यो त्यत्रो रुम मिलाएको बिर्सेको दिनभरि बेडमा बसेर रुम मिलाएको होला नि होइन आजको वेदर कस्तो हाँस्यो क्या यस्तो नहाँस न रेला गरेको भन्छ नि भ्युवर्सहरूले नि के रेला गरेको थियो आवा न चावा भन्छ कि त्यस्तो नभयो कि भन्न वेदर कस्तो छ वेदर फोरकास्ट गर्न अनि कसै त्यस्तो चिसो चाहिँ छैन अब यो समर चाहिँ लाग्नु लागिसकेछ त्यही भएर त्यस्तो मलाई चाहिँ केही चिसो भएको छैन है मलाई चाहिँ केही चिसो भएको छैन है के हो यही सुरु नभयो न भ्यू र होला पानी परेको छैन आज वेदरकोमा छैन आउटफिट चाहिँ हालिदिउँ न दिस ज्याकेट इज फ्रम कहाँबाट हो दिस हुड इज फ्रम एभ्रिथिङ इज फ्रम सिन या सिन मोडल फेरि के हिन्दी alright सिनको चाहिँ एकदम यस्तो डराउनु पर्ने हुन्छ लुगा किन्नु पनि सिनको नाम लियो कि साइड आइपाइहाल्छु मैले चाहिँ तर अब चाहिँ किन्दिनँ अब किन न किन र तिमीले किनेन भने त सिन घाटामा गइहाल्छ नि सिधै बुझेनौ लामो भएन त्यो भिडियो के भयो त नि अब डग साइड डियुसिके डग साइड आइपुग्यौँ अब चेक इट आउट गाइज हुन्छ है भ्यू होइन डग साइडको वेदर चाहिँ कस्तो छ भन्यो डग साइडको वेदर चाहिँ उज्यालो झिलिमिली छ तिहार आएको जस्तो म चाहिँ अलिकति देखेको छैन किनभने मैले चस्मा घरमै भुलेर आएछु
ल अब तिमी खुर्र यताबाट यस्तो जाऊ त म टक टक जाने उता भयो कि जाने उता ल है बक्स है यो चाहिँ फोन खस्ला फोन खस्ला नि हेऱ्यो हजुर खसे केही पनि हुँदैन फोन खस्नु भएन नि किन छ र सिमबाट मगाउने नि किन नगाऊ न तिमीले सेम गाउ चाहिँ कपिराइट लाग्छ कि फेरि नगा कि नगा न अनि ए भन्ने थिएन आजकल यति कपिराइट लाग्छ नि फेरि सेम आउँछ नि यति हेपेर बोल्छ यति सेम गाउँछु कि तिमीलाई कपिराइट लाग्यो भने नि भिडियोमा नि लाइक्स आउँदैन नि त नि भ्युज आउँदैन हामीले थोडी न भ्युजको लागि पोस्ट गरेको त होइन भ्युजको लागि पोस्ट नगरे नि अरू भ्युवर्सहरू हेर्नु पाउँदैन नि त पछि हामीले नि हेर्नु पाउँदैन कपिराइट लागेपछि बुझेनौ के भयो त सेम आउँछ नि अलिक बिगारेर गाउँ उतै हान्दै हो न त के ब्युटी मलाई त आउँदैन यस्तो यस्तो उहाँ चाहिँ दुर्गेशको के अरे त्यसको नाम दुर्गेशको चाहिँ एकदम ठुलो फ्यान हो उहाँ चाहिँ फेरि सेन्सको फ्यान हो नि त कहीँ नगएको नेपालमा आएको बाद दुर्गेशकोमा उफ्रिँदै बस्थ्यो युकियाको सेन्स अरे I'm a saint. कन्सर्ट नि जाने होइन त नि अन्त जानुपर्ने हुन्छ everyone let's meet up there someone is कस्तो jealous क्या I'm not jealous जाम भनेको उसको चाहिँ हैन म गीतै बुझिरहन नि बिदा नमिलेको रे अनि त्यसपछि उसले के गाउँछ म जाने हो भनेको अनि उलाई चाहिँ एकदम जेलस फिल भएर जति बेला हैन एउटा ल सेन्सको गीत हान्दै न भन्दिन गाउँ न त नि कुन रहेछ मैले सुनेको छैन नि त नि कसरी जानु त नसुनेको गीत कन्सर्टमा सुनेको छैन नि त एउटा थाहा छैन गीत कुन हो भन त भन्नु I don't know के that's why के युट्युबमा सर्च गर्यो भने चाहिँ फोन छ है झिकाले हुन्छ आफा फोन पनि नाइ के उता बुट्टा हेर न के हेर्नु बुट्टा हेर न भनेको बुट्टा के कहाँ छ बुद्ध उति बुट्टा के बुट्टा त्यो बुट्टा हेर भनेको त्यो रुख हेर भनेको ए अनि रुख भन्न नि बुट्टा भन्छ के को बुट्टा बुट्टा भनेको थाहा छैन बुट्टा भनेको के हो भनेर के हो साथीहरु बुट्टा भनेर थाहा छ पूर्वेलीहरुलाई चाहिँ के थाहा हुँदैन बुट्टा भनेको कस्तो पूर्व पश्चिम पनि हुन्छ हुन्छ तिमीहरुले त सिकाएको त मैले त सुरु गरेको थिएन पूर्वेली त अहिले हो अहिले भने चाहिँ पश्चिमेली झादै पानीमा भनिदिन्छु घर देखाइदिन्छु यो भिडियो तेरो घर फेरि मेरो घर होइन आन्टीले कुद्दा हुन्छ सेकेन्ड गाइस यत्रो रमाइलो पिङ्क लाइट बोल्यो भने के बोलाएको म चाहिँ देख्दिनँ पिङ्क लाइट रेड लाइट हो त्यो रेड लाइटमा के गर्नुपर्छ अहिले रेड लाइट हो त्यो रेड लाइटमा रोकिनुपर्छ अनि के गर्नुपर्छ अरू के थाहा छिटो के गर्नुपर्छ भन रेड लाइट बल्दाखेरि खै थाहा छैन रोकिनुपर्छ अनि रोकेको बेलामा के गर्नु गीत गाउनुपर्छ गाइदेऊ न त गीत गाउनु मन थियो फेरि त्यस्तो सेम चाहिँ नगाउ न त अलिक बिगारेर गाउ के हिटु हान्छ साथीहरू यहाँ अनि कपिराइट लाग्दैन भन्नु त तेरिका अब एउटा यस्तो स्टिक किन्नु पर्ने रहेछ ब्लगर भएपछि गाह्रो हुने रहेछ कहिलेदेखि हो त ब्लग बनाउन हजुरले सुरु गरेको मैले भ्लग बनाउनु धेरै अगाडि सुरु गरेको मेरो एउटा पुरानो च्यानल थियो त्यो चाहिँ कपिराइट बेसी लागेर क्या ह्याक भयो त्यसमा 264 के सब्सक्राइबर्स थियो अहिले चाहिँ त्यो फेरि बिगिनिङ गर्दैछु
बिलिन चाहिँ धेरै गाह्रो हुने रहेछ जस्तै हातले यस्तो होइन प्रेसर पर्ने रहेछ मसल्स यहाँ अनि हेर त बफ जिम जानै पर्दैन बाइसेपको हान्नै पर्दैन रहेछ मोबाइल यस्तो अड्काएर हिँडेर सक्यो जाडो हो कि गर्मी हो भनेको आजको मौसम कि हामी चाहिँ भर्खर मुभी हेर्नु निस्केको होइन यस्तो राम्रो मुभी कति रेट गर्ने मुभीलाई चाहिँ कति रेट गर्ने साथी मुभीलाई कति रेट गर्ने कहाँ अस्ति यहीँनिरबाट गयो होइन उता यस्तो बुझ न हो कस्तो बिर्सेको हो मैले त सम्झिन्छु त तैसँग आएको होइन अनि अस्ति एकजिट नभेटेर नि कहाँ कहाँ घुमेको त्यहाँनिर कोसँग आउने ल अरू त कोसँग कोहीसँग आएको छैन यस्तरी घर जान लाग्यो मुभी एकदम राम्रो रहेछ कस्तो राम्रो आइडिया कस्तो राम्रो मुभी राम्रो छ नि कति रेट गर्ने कतिमा 10मा 10मा 2 रे त तैँले भने होइन अघिले भने सो अघिसम्म त समर लागिरहेको थियो अहिले चाहिँ विन्टर लागेको छ देखेँ